एउटा स्वord बनायो एउटा यो बनायो हेलो एभ्रिवान another video र नमस्कार छ सबैजनालाई र के छ सबैजनाको हालखबर आज मेरो नयाँ च्यानलको पहिलो भिडियो द माइनक्राफ्ट आउँदैछ गाइस माइनक्राफ्टको फर्स्ट भिडियो त सोच्नु अलग अब म खेल्न गइरहेको छु अरु गेमको हिन्दी दिन गाइस GTA 5 गॉड अफ वार मा के भन्छ स्पाइडरम्यान गाइस तिनीहरुको नि भिडियो आउँदै गर्छ हैन अच्छा हमको सिखा रिया है हप्तामा एकचोटी भिडियो चाहिँ हाल्नै पर्छ के गाइस मैले जो आउँछ गाइस त्यसले स्याटरडे आज चाहिँ मैले सन्डे हाल्दै तर के हैन यो हप्तामा चाहिँ 2 दिन हुन्छ अर्कोबाट चाहिँ 1 दिन मात्र हुन्छ गाइस हटिसकेको छ अब जाम गाइस खेल्न के खेल्ने हो फर्स्टमा त हामीलाई केही रुखहरु चाहियो गाइस म त्यो जाँदै छु So guys, म रुख हटाइसकेको छु यो वाला रुख नतोडौं अर्को वाला रुख तोडौं के वाला तोडौं हुन्छ हटाइदिनु न गाइस को लागि So guys, मैले चाहिँ बनाइसकेको छु अब जाम इन्भेन्टरीमा यसलाई बनाउन लागि हामीलाई चाहिन्छ यो सो मलाई चाहिन्छ यो यो त्यहाँदेखिको फेरि यति चाहियो ल भयो अब मलाई यो पनि चाहिन्छ 4 वटा ह्यान्ड राख्यो अनि मलाई चाहिन्छ क्राफ्टिङ टेबल एउटा र यहाँ राखिदियो यो गर्यो यसलाई रिप्लेस गर्यो गयो स्वordमा गयो एउटा स्वord बनायो एउटा यो बनायो यो त मलाई चाहियो के हैन बाकी चाहिँ मात्र बनाउनु मलाई के हो गाइस सबै बाकीको सबै यो बनायो सो ल गाइस आई एम थोड़े त प्रिपेयर भए सो गाइस अब मलाई यिनीहरुलाई अपग्रेड गर्न हो स्टोनमा सो बच्चा गर्छ मलाई अपग्रेड So guys, मैले त्यति गरिसकेको छु सो मलाई चाहियो एउटा क्राफ्टिङ टेबल यहाँनिर सो मलाई अब यसमा त्यसमा पर्यो मलाई चाहियो आयरनको स्वord अनि यो चाहियो के फेरि चाहियो मलाई आयरनको यो एउटा and then म एउटा आयरनको किलिम गाइस म त्यति मात्रले पुग्यो अब मलाई किलिम भन्छी So guys, म चाहिँ एउटा लिभर नि बनाइहाले हैन कहिले कहिले के थाहा काम आउला
भाग्छस् तल भाग्छस् सो गाइस म त्यतिसम्म चाहिँ सब चिज गरिसकेँ हैन अब हामीलाई वेट के को गर्नु हो हामीलाई जानु हो भिलेजमा पहिला गाइजबाट के चाहिँ भन्छ होला के क्राफ्टिङ टेबल्स त्यस्तो चिजहरू गर्नु यिनीहरू तोड्दामा मेरो सर्टको हातै हिल्स गयो व्हाट इज दिस आलु हो आलु खाओगे गाइस ट्रेन नहीं रियली को ट्रेन गाइस केरेर मैं इन्भेन्ट्री आलु छैन अब मैले त आलु नै करेक्ट टाइम थिए वीट वीटबाट खास भात बन्नु पर्ने हो क्या पानी स्विमिङ गाइस बेड इज मोर नेसेसरी पिग मलाई खानेकुरा नि चाहियो So guys, पहिलाको च्यानलमा चाहिँ म मोरे गरेको थिएँ हैन तर अहिलेको च्यानलमा चाहिँ म मोरे छैन खेल्दाखेरि किनकि मलाई अहिले अलि उस छ के एक्सपिरियन्स छ हैन भात ओइ कता गयो ए मरि त हाल्यो त So guys, राति भइसकेको छ ओइ भेटेन खोजेको ह विलेजर छ भागिरहन ओरे बाबा ओ शिट ये वाला ये चीज वाला मार दियो म त गाइस त्यहाँबाट त भागिहाल्नु सो गाइस म त्यसरी माथि जान मिल्छ हैन यहाँ चाहिँ मैले ट्रिक थपेको ट्रिक कोसिस में तो फंसे न रहो वो बच दी आठवां oh shit no guys no way I'm taking this
Sleep through the night. मब्सहरूबाट त बच्चे तर अहिले धेरै मब्स आइसके सुबह त भइसक्यो तर पनि मब्सहरू जान्न एकछिनसम्म सो हामी भाग्छौँ मब्सहरूबाट किनकि यिनीहरूले हामीलाई जति बेला नि मार्न सक्छन् अनि हामीले यिनीहरूलाई मार्छौँ गाई हो क्या हो बाच्छौ तिमीहरू बाच्छौ ओहो गाइज माइनक्राफ्ट खेलेर चाहिँ भगवाले मजा आउँदो रहेछ के क्या नै मजा छ त हो गेममा त शिट मर्छु एउटा बकेट बाल्टी पनि हैन के मसँग ओए शिट माथि सो गाइज आजको भिडियो चाहिँ म ह्याप्पी इन्डिङ का साथ बन्द गर्ने वाला छु सो आजको भिडियोमा यति नै बाय बाय गाइज देखा आपने लापरवाही का नतीजा है।